आज चाहिँ एकादशी सो मैले चाहिँ आज के पकाउने भनेर निर्णय फर्स्टमा चाहिँ आलु यो चाहिँ हाम्रो दोलखाको आलु हो नो मुस्ताङे आलु यो चाहिँ मेरो माइतीबाट आएको आलु भयो अनि अर्को चाहिँ मैले खिर पकाउने निर्णय गरेँ अनि सो दुध तताएँ अनि अर्को चाहिँ मैले आटा र आटा र चामलको पिठोलाई यसरी पेस्ट बनाएर अनि घिउ चाहिँ झ्वाई गर्दा यस्तो मिठो हुन्छ अनि नरम पनि हुन्छ नानीहरूले पनि खान रुचाउने सो यसरी गर्दाखेरि चाहिँ अलिकति मिठो पनि टेस्ट आउँछ घिउको अनि रोटी पनि नरम हुन्छ कि यो रोटी चाहिँ मैले चतामारी टाइपले बनाएँ है एकदम मिठो पनि हुन्छ हेर्दाखेरि पनि हुन्छ नि हेर्दै मिठो हुन्छ कि यो चाहिँ अनि यसमा चाहिँ मैले अलिकति चिनी पनि हालेको छु है किनभने अलिकति चिनी हाल्दाखेरि चाहिँ बिना तरकारी पनि मिठो नै हुन्छ नि त अलि गुलियो खाने बानी छ हामीलाई चाहिँ अनि यो पेस्ट चाहिँ धेरै बाक्लो पनि बनाउनु हुँदैन पातलो पनि बनाउनु हुँदैन ठिक्कको हुन्छ अनि एउटा रोटी चाहिँ हाम्रो फर्स्टमा रेडी भयो अनि अर्को मैले सेकेन्ड रोटी हाल्न खोजेँ तर सेकेन्ड रोटी चाहिँ मेरो अलिकति गोलो भएन किनभने यो हिट बढी भयो त्यही पनि ठिकै छ हेर्दाखेरि नराम्रो भयो भने खाँदाखेरि मिठै हुन्छ टेस्ट हेर्ने हो नि त होइन अनि मैले अर्को चाहिँ खिरको लागि चाहिँ मैले सामानहरू रेडी गर्न थालेँ चामल चाहिँ बुढोले ल्याउन बाँकी थियो सो किसमिस र काजु मात्रै हाल्छु म चाहिँ